गुड इभिनिङ, राधे राधे सबैजनालाई। र अहिले चाहिँ हामी घर पनि निस्किन आँटेको। भोलि घरमा सराद छ नि त, ठुलो घरमा, अनि सामानहरू बोकेर अनि बाबुहरू अनि आज चाहिँ श्रीमतीलाई उतै छोडिदिएर आउनु पर्यो। र म देखाउने छु तपाईँहरूलाई। म घरमा गएर छोडेर आउनेछु, हेर्दै जानु होला। अहिले चाहिँ गाडीमा पनि आइपुगिसकिएको छ। अहिले चाहिँ हामी निस्कि पनि सकेको छौँ घरको लागि। घरमा पनि यताउता गर्ने पनि कोही पनि छैन नि त, अनि आमा पनि बिरामी हुनुहुन्छ। अनि आज श्रीमतीलाई चाहिँ उहीँ लगेर म छोडिदिन्छु र भोलि मात्रै आउनेछन्, भोलि बेलुका। अब अहिले गएर यताउता के कामहरू छ त्यो गर्छु। हामी घर पनि आइपुगिसकेको छौँ। यो चाहिँ हो हाम्रो घरको, ठुलो घरको दोकान। अनि घरभित्र पनि पसिसकेको छौँ। अब यिनलाई छोडिदिएर एकछिन बसेर चाहिँ अनि म जान्छु र म तपाईँहरूलाई पनि देखाउने छु, हेर्दै जानु होला। मम्मीले चाहिँ तिलको अचार पिसिराख्नु भएको रहेछ पुरा मिक्सर मेसिनमा। यहाँ आएर भित्र हेरेको त, भोलि सरादको लागि भएन, हेरौँ कति भयो। तिलको अचार चाहिँ बहुत मजा लाग्छ कि खानको लागि। हेर्नु न कस्तो मजा भएछ, पिसिन्छ। बुहारीले सासूको खुट्टा ढोक्दैछन्। राम्ररी ढोका। मैले त ढोकेछु। पैसा त तपाईँले दिनुपर्छ नि। पिसिँदैन हौ, के भयो? पिसियो त अनि मजा भयो त। कसरै चाहिँ पिताले चाहिँ तामुल छान्नु हुँदो रहेछ। के को लागि भोलि सराद? ल्याउँदा आलुबारीबाट ल्याउँदा पनि भइहाल्छ नि। हेर्नु न तामुल कति छ। यी सब बिग्रेका हुन्, राम्रा छैन नि। एउटा मात्रै राम्रो सुपारी चाहिँ भयो, चढाउनको लागि चाहिँ हुन्छ। मम्मीले चाहिँ पिसिसक्नु भएर यता देखाउनु हुँदैछ। यस्तो भएछ हेर्नु, भइहाल्यो नि, मजा भयो नि। खैले देखाउँ त, भइहाल्छ नि। मलाई चाहिँ मजा लाग्छ क्या यो तिलको अचार, फेभरेट। पत्ताहरू पनि टिपेर राख्नु भएको रहेछ। कसले गाँच्छ यो? प्रकाश लठाउ गयो क्या? अब यसको टपरी बनाउनु पर्छ। म गएको खाना भरे आउँछु। म चाहिँ निस्क्यो घरको लागि, किनभने कान्छी मात्रै छ नि त एक्लै। अनि सामानहरू पनि दिन त्यसरी जान्दिनँ, अलिअलि मात्रै जान्दछ। अनि फटाफटै गएर दोकानमा बस्छु, अनि गाई गोरुहरू बाँधेर अनि भरे दोकान बन्द गरेर अनि खाना चाहिँ आउनेछु र तपाईँहरूलाई पनि म देखाउनेछु, हेर्दै जानु होला। अहिले चाहिँ म गाडीमा पनि बसिसकेको छु, अब सिधै घर जानेछु। म घर पनि आइपुगिसकेको छु श्रीमतीहरूलाई छोडेर। अनि छोरी चाहिँ भित्र बसेर टिभी हेरिराखेको छ। एकदम बसेर ट्युसन जाने बेला भएन तेरो? कति बजी हो? 4:30 भनेपछि अहिले 4 बज्न आँटेको छ। अनि टिभी हेरिराखेको रहेछ। अब एकछिन बसेर गाई गोरु बाँधेर यसलाई ट्युसन पठाएर दोकानमा बस्छु, अनि भरे खानाहरू खान पनि जानेछु र म तपाईँहरूलाई पनि देखाउनेछु, हेर्दै जानु होला। खानाहरू बन्द गरी हेरि पनि अहिले चाहिँ हामी निस्किसकेको छौँ। यी छोरी चाहिँ कपाल बाँध्दै हिँड्दै चाहिँ अब सिधै घरमा गएर खानासाना खाएर चाहिँ अनि म आउनेछु, हेर्दै जानु होला र म तपाईँहरूलाई पनि देखाउनेछु। छोरी पनि गाडीमा बसिसकेको छ। अब गाडी स्टार्ट गरेर सिधै घर जानेछु र घरको नजाराहरू म तपाईँहरूलाई देखाउनेछु, हेर्दै जानु होला। घर पनि आइपुगिसकिएको छ। अब एकछिन बसेर खानाहरू खाएर चाहिँ अनि म जानेछु, किनभने घरमा पनि कोही पनि छैन नि त। आएर पनि खाना पनि थालिसकिएको छ। अब खानासाना खाएर चाहिँ अनि घर जानेछु। बाबु तैँले खाइस्? तैँले के खाइस्? ओइ खोइ बोलेको, के खाइस्? मम्मी चाहिँ फोनमा बोल्नु हुँदैछ, के चाल्नु हुँदैछ। ल अब खानासाना खाएर अनि घर जानेछु। ल है साथी, आजको लागि यति नै। फेरि अर्को नेक्स्ट भिडियोमा भेटौँला। भिडियो कस्तो लाग्यो भन्नु होला र सपोर्ट गर्नु होला। धन्यवाद।